असमका जनप्रिय शिल्पी जुबिन गर्गको मृत्यु भएको पनि 1 महिना भइसक्यो। उहाँका अनुरागीहरूको लागि उहाँको मृत्यु एउटा ठुलो झट्काभन्दा कम थिएन र यसैबीच आज उहाँको अन्तिम फिल्म रोई रोई बिनालेको रिलिज भएको छ, जसलाई पब्लिकले पुरा समर्थन दिएका छन् र जम्मा असममा 80 वटा सिनेमाघरमा रिलिज भएको यो फिल्म सबै हाउसफुल रहेको छ र उहाँका अनुरागीहरू फिल्म हेरेर धेरै भावुक भएका छन्। सबैको आँखामा आँसु देखिएको छ र उहाँलाई बहुत याद गरेका छन्।